हेलो साथीहरू, सन्चै हुनुहुन्छ? हामी चाहिँ अब घुम्नको लागि निस्केछौँ यता दिल्ली मेट्रो स्टेसनमा। अनि टिकट काटेर हामी चाहिँ लाग्यौँ भित्रतिर। अनि यहाँ चाहिँ एकदम सस्तो लाग्यो मलाई टिकट। अनि त्यसपछि लाग्यौँ मेट्रो लाग्ने ठाउँमा। अनि त्यहाँ पुगेपछि मेट्रो आइहाल्यो। त्यसपछि म त भिडियो खिचिरहेको छु साथीहरू। अनि भिडियो खिच्दै हेर्दै अनि बसिरहेको थिएँ कि अनि देखाउनु त पर्यो फेरि यो भिडियो खिचेपछि होइन। त्यसपछि सबैजना बाहिर निस्केपछि अनि हामी फेरि भित्र गयौँ। अनि बस्यौँ। खासै ठाउँ त रहेनछ कि एउटा सिट रहेछ साथीहरू। अनि एउटा सिटमा बस्यौँ हामी 3 जना। अनि मेरो छोरा खुसी हुँदै टिकट देखाउँदैछ। त्यो टिकट फाल्नु हुँदैन भनेको मैले यो लास्टमा हामी इन्डमा पनि त्यो टिकट नभइकन एक्जिट हुन नमिल्दो रहेछ कि, त्यही भएर त्यो टिकट समाउँदैछ, खुसी हुँदैछ। थोरै बादमा हामी झर्ने स्टेसन आइहाल्यौँ। अनि हामी झरिहाल्यौँ। झरेर फेरि हामी लाग्यौँ घुम्न। अनि मेरो बुढोले चाहिँ बताउँदै हिँडिराख्नु भएको छ कि साथीहरू। झरेर हामी लाग्यौँ यो मलमा। यो मल चाहिँ यस्तो ठुलो थियो कि साथीहरू। अनि यहाँ चाहिँ हामी सर घुम्यौँ। मेरो बाबु चाहिँ इन्जोय गरिरहेछ। मल घुमिरहेको थियौँ। अनि फेरि यसमा यस्तो लेहेङ्गाको पसल रहेछ कि मेरो बुढो बाबु। अनि फेरि के छ भने साथीहरू लिन्छौ र भन्ने त यस्तो हेभी लेहेङ्गाहरू मैले किनेर के गर्नु, कहाँ जाँदा लाउने साथीहरू। त्यसपछि म हेरेर हुन्न भनेर हामी चाहिँ फेरि निस्क्यौँ बाहिर त साथीहरू यति गर्मी रहेछ कि यो घाममा कसरी हिँड्नु। यस्तो गर्मीमा दिल्ली घुम्न आउँदै हुनुहुन्छ भने नआउनु होला साथीहरू, सकिन्न। अनि हामी चाहिँ यो लाल किल्ला हेर्न गयौँ। अनि चाहिँ राम्रो रहेछ, तर गर्मीले हामी चाहिँ एकदम सकेनौँ कि। अनि म चाहिँ छाडीमा बसेर भिडियो बनाउँदैछ नि मेरो बाबु चाहिँ म त सक्दिनँ भनेर आफ्नो बाबालाई एकदम बोकाउँदैछ। अनि फेरि हामी चाहिँ सकिन्न यस्तो गर्मीमा भनेर छिटो हामी चाहिँ बाहिर निस्क्यौँ। अनि फेरि मैले यस्तो गर्मीमा नघुमौँ भनेर हामी चाहिँ फेरि लागियो स्टेसनतिर। अर्को ठाउँमा नि घुम्न जाऊँ भन्नुभएको थियो, तर यस्तो फर्कनुपर्छ है बुढो भनेर मैले चाहिँ छिटो स्टेसनभित्र ल्याइहाल्यो मेरो बुढोलाई। अनि हामी चाहिँ फेरि फर्क्यो। साथीहरूलाई बाई बाई। हेरिदिनु भएकोमा धन्यवाद।